नेपाली फिल्म इन्डस्ट्रीको शाहरुख खान भनेर चिनिने पल शाहलाई आखिर किन यति धेरै मानिसहरूले हेट गर्छन्? आउनुहोस् आजको यस भिडियोमा यसै बारेमा चर्चा गरौँ। पल शाहको जन्म 2046 साल दाङ जिल्लाको एक साधारण परिवारमा भएको थियो। मध्यवर्गीय परिवारमा उनको जन्म भएको थियो। आमा बुवाको सानैदेखि फिल्मी दुनियाँप्रति कुनै सम्बन्ध भने रहेको थिएन। बाल्यकालदेखि नै उनलाई भने हिरो बन्ने सपना रहेको थियो। पैसा त हुनुपर्छ, महत्त्व त छ नि। पल शाहले मोडलिङ सुरु गरे। केही पैसा कमाउन उनले फेसन शोहरूमा मोडलिङ गर्न थाले। घरबाट भने उनलाई कुनै आर्थिक सहयोग भने रहेको थिएन। काठमाडौँ आएर धेरै ठाउँमा उनी असफल पनि भए। धेरै चलचित्र निर्माताहरूले उनलाई हिरो म्याटेरियल होइन भनेर पनि ठुक्राए। पल शाहले धेरै रुखमा सुते। एक समय भोजनको लागि पैसा नभएको कथा उनले आफै पनि बताएका छन्। तर उनले भने कहिले पनि हार मानेनन्। पल शाहले पहिलो चान्स पाए नाइन भर्नुला 4बाट। यसमा भने उनले सानो भूमिका खेलेका थिए। त्यसपछि उनको ब्रेक थ्रु आयो म यस्तो गीत गाउँछुबाट, जसबाट भने उनले रोमान्टिक हिरोको टाइटल भने पाएका छन्। पल शाहले कम समयमा नै नेपाली चलचित्र उद्योगमा आफ्नो ठाउँ बनाए। तर सफलतासँगै उनको विवादहरू पनि सुरु भयो। 2079 सालमा पल शाहको एक युवतीसँगको प्राइभेट अडियो भिडियो सोसल मिडियामा भाइरल भयो। धेरै महिलाहरूले उनीमाथि यौन दुर्व्यवहार, धोखाधडी र मानसिक शोषणको आरोप पनि लगाए। फेसबुक लाइभमा आलोचकहरूले गाली गलोज गरेको भिडियोले उनको छवि ध्वस्तै पार्यो। उनको अहङ्कार रवैयाले गर्दा भने उनलाई युट्युबमा पनि धेरैजनाले खेडा भने गरेका छन्। पल शाहले आफ्नो गल्तीहरूले आफ्नो करियर ध्वस्त पारे भन्ने मानिसहरू धेरै रहेका छन्। तर उनले भने आफ्नो गल्तीबाट सिकेर अहिलेको समयमा भने नेपाली चलचित्र जगतमा आफ्नो एउटा छुट्टै पहिचान बनाएका छन्। पल शाहको भने युट्युबमा पनि चर्चा निकै बढ्यो। पल शाहको म्युजिक भिडियोहरूले सामाजिक सञ्जालमा नयाँ रेकर्डहरू पनि तोडे। पल शाहले कोभिड-19 महामारीको समयमा दाङमा राहत सामग्री समेत बाँडेका थिए। गरिब विद्यार्थीहरूको लागि शिक्षा कोष दिने प्रयास पनि उनले गरेको दाबी गरेका छन्। आफ्नो चलचित्रहरूमा पनि उनले फ्रेस फेसलाई भने प्राथमिकता दिने कुरा उनले बताएका छन्। पल शाहको कथा सङ्घर्ष र सफलताको कथा हो। उनले गल्ती पनि गरे, तर के उनले गल्ती सुधार गर्न सक्छन्? तपाईलाई के लाग्छ? आफ्नो प्रतिक्रिया भने कमेन्ट सेक्सनमा लेख्न नभुल्नुहोला।